गुड मर्निङ साथीहरू। हजुरहरूलाई चाहिँ आज म चाम्रे भात बनाएर देखाउन लागिरहेको छु। मैले चाहिँ यो 4 जनाको लागि बनाएको हो है। यो मेजरमेन्ट कपको चाहिँ 4 कप हालेको छु र मैले अलरेडी यसलाई चाहिँ भिजाएर एउटा छन्नीमा चाहिँ यसरी तारेको छु हैन। त्यहाँदेखि मैले यसमा हाल्ने मसला चाहिँ काजु लिएको छु अलिकति किसमिस, त्यहाँदेखिको नरिवल काटेको लिएको छु हैन। यो स्टार मसला यो चाहिँ फ्लेभरको लागि हो, एउटा हालेको छु हैन। मिठो सेन्ट आउँछ नि त। अन्त यो चाहिँ सुक्खा खोर्सानी, अन्त यो चाहिँ तेजपत्ता 2टा हालेको छु हैन। मैले म्यामलाई भने नि त आज चाहिँ म चाम्रे भात खिलाउँछु तपाईलाई, अनु जे बनाएर दिन्छ त्यही खान्छु भनेर भन्नुभयो। यो चाहिँ हामीले 4 जनाको लागि, उसको छोरा, मेरो, म, अन्त हामी हस्बेन्ड वाइफको लागि हैन। अब यसलाई चाहिँ कसरी बनाउनु पर्छ भनेर चाहिँ म तपाईहरुलाई देखाउँदै जानेछु। आज चाहिँ मैले मर्निङमा लन्च स्टार्ट गरेको, छिटो हुन्छ नि त हो। हुन्छ साथीहरू, अब चाहिँ म पकाउन लागिरहेको छु हैन। र मैले ग्यास हालेँ है। मैले कुकरलाई चाहिँ बसाइराखेको छु साथीहरू है। यो चाहिँ कुकर चाहिँ मजाले हैन तातिसक्यो है। अब म बटर हाल्नेछु। म चाहिँ बटरमा बनाउँछु किनकि तेल हाल्दा पनि हुन्छ, घिउ हाल्दा हुन्छ, तर म चाहिँ बटरमा बनाउँछु। घिउ चाहिँ हाल्दिनँ हो। अब यो बटरलाई मजाले मिलाउनु पर्ने हुन्छ हैन, मिलाउनु पर्ने हुन्छ। र यसमा चाहिँ म के हाल्छु भन्नुस् त। अब यो चाहिँ हाम्रो के हो, मेन म्यामले चाहिँ भन्नुहुन्छ कि अनु पिरो नहाल भन्छ कि, भन्नुहुन्छ कि म चाहिँ हैन म्याम अलिअलि पिरो खानुपर्छ भन्छु नि त म हो। अन्त दिन्छु पिरो हो, तर 2टा मात्रै हालेको छु बिचारा है। उनीहरूले पिरो खानु हुँदैन नि त। हामी अब पिरो भनेपछि त एकदमै है। र तेजपत्ता 2टा हाल्दैछु हो। र यसमा यसलाई चाहिँ हल्का यसरी चलाउनु पर्ने हुन्छ हो। अब यसमा चाहिँ हाल्छु म अघि काटेर राखेको नरिवल। यो हात मेरो सफा होला, धोएको छु है। नरिवल हाल्नेछु हैन। नरिवल हालेर एकछिन यसलाई मजाले यसरी चलाउँछु है। अब यसमा हाल्नेछु मैले काटेर अघि राखेको थिएँ नि, तपाईहरुलाई देखाएको थिएँ हैन, काजु हो। र मिठासको लागि किसमिस पनि हाल्दैछु हो। अब यसलाई मजाले भुन्नु पर्ने हुन्छ। र फ्लेभरको लागि चाहिँ मैले के हाल्दैछु, स्टार मसला। अब यसलाई मजाले रातो पार्नु पर्ने हुन्छ साथीहरू। यतिको भइसक्यो है मेरो यो मैले अघि हालेको ड्राई फ्रुट्सहरू चाहिँ हैन, यतिको बनाउनु पर्ने हुन्छ। अब चाहिँ मैले भिजाएर राखेको चामल हाल्न गइरहेको छु हो। यसरी हाल्नु पर्ने हुन्छ चामल मजाले हालेर यसलाई हाल्यो। अब यसलाई मजाले भुन्नु पर्ने हुन्छ है, मजाले चलाएर, किनकि यसलाई चाहिँ एकदमै सुक्खा बनाउनुपर्छ नि त कि। पानी बनायो चाहिँ उयो हुँदैन, राम्रो फ्लेभर हुँदैन। यसको चाहिँ मस्टाबी हल्दी हाल्नेछु है। हल्दी चाहिँ अलिक मजाले हाल्नुपर्ने हुन्छ, गनाउँदैन। यसमा हाल्नेछु म नमक, नुन। र अब हाल्ने गएछु मिठासको लागि। हामीलाई चाहिँ नुनिलो मनपर्छ कि, तर हाम्रो म्यामहरूलाई चाहिँ गुलियो बनाइदिएको नि मिठासको लागि। 1 चम्ची चिनी हैन। चाहिँ यसलाई म मजाले भुट्ने छु एकछिनको लागि। भुटेर हैन पहेँलो हुनेछ, मजाको कलरहरू आउनेछ हैन। भुट्छु मजाले, भुट्दैछु। अब तपाईँलाई देखाउँदैछु चलाएर मजाले हुन्छ हैन। अब चाहिँ यसमा चाहिँ ग्यासको फ्लेम चाहिँ अलिक हिट बनाउनु पर्ने हुन्छ, अलिक हिट बनाएर यसलाई मजाले भुट्नु पर्ने हुन्छ हो। भुटेर चाहिँ यतिको यल्लो कलरको भयो, हेर्नुहोस् त के दामी भयो हो साथीहरू। हेर्नुहोस् त मजाको भएको छ। मैले भुटेँ हैन, यल्लो कलरको भयो साथीहरू। मैले यतिको गरेर मजाले यसलाई चाहिँ भुटिसक्यो। मजाले भुट्नुपर्ने हुन्छ, मजाले भुट्यो हो। यति दामी कलर आएको छ, हेर्नुहोस् न। अब चाहिँ यसमा पानी हाल्नुपर्ने हुन्छ। पानी चाहिँ बेसी हाल्नु हुँदैन, बेसी चाहिँ यसलाई पानी हाल्नु हुँदैन, कम्ती हालेर अब यसलाई आफ्नो हिसाबले हाल्नुपर्ने हुन्छ। पानी फुरुरु बनाउनुपर्छ नि त हो। र मैले चाहिँ अब यसलाई पानी हालिसकेँ है। पानी हालेर चाहिँ अब यसलाई म ढक्नी लगाएँ हैन। ढक्नी लगाएर म्याक्सिमम 2 सिटी लाउनु पर्ने हुन्छ। हेलो साथीहरू, मेरो चाहिँ है चाम्रे भात चाहिँ पाकिसक्यो। र अब चाहिँ म चिकन किमा हाफ केजी लिएको छु र भातसँग चाहिँ चिकन को कोफ्ता बनाएर चाहिँ ग्रेभीसँग खानुको लागि है हुन्छ। अब म यो किमालाई चाहिँ
पनि रेसिपी दिन्छु तपाईँलाई। यो किमालाई चाहिँ मैले 1/2 केजी किमा हो है। यो किमालाई चाहिँ मैले हालिसकेँ। यहाँ चाहिँ अलरेडी पाउँछ नि त हो। तर यसलाई चाहिँ म अलिकति अदुवा अघि कुचाएर राखेको थिएँ हो। अन्त सुन्नु साथीहरू, तपाईँलाई म एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के देखाउँछु भन्दा लसुन, यसमा मैले लसुन हालेको छु हो। अब यसलाई चाहिँ लसुनलाई चाहिँ यसरी हेर्नु कति राम्रो हुन्छ। तपाईँले पनि यस्तो ल्याउनु सक्नुहुन्छ। यो लसुन राम्रो हुन्छ। अब चाहिँ यसमा म तपाईँलाई अन्डा हाल्नेछु एउटा हो। अन्डा हाल्नेछु, अलिकति ब्ल्याक पेपर हाल्नेछु र कर्नफ्लोर पनि हाल्नेछु। यो चम्चीको चाहिँ 3 चम्ची हाल्नुपर्ने हुन्छ कर्नफ्लोर। अब यसमा अलिकति मैदा पनि हाल्नेछु। यो साथीहरू, मैदा पनि यो चम्चीको चाहिँ यो 1 चम्ची मात्रै हाल्नुपर्ने हुन्छ हो। अब चाहिँ यसलाई म फुड कलर हाल्नेछु। फुड कलर ओरेन्ज रेड फुड कलर चाहिँ यतिकै यसरी हाल्नुपर्ने हुन्छ। र पिरो चाहिँ म बेसी हाल्दिनँ, यसमा अलिकति मात्रै हाल्नेछु। किनभने अघि मैले खानामा पनि हालेको छु त। मैले बिस्तारो बानी बनाउँदैछु हाम्रो म्याडमलाई हो। 1 चम्ची मात्रै तिखालाल हालेर अब चाहिँ यसलाई म टेस्टको हिसाबले नमक हाल्नुपर्ने हुन्छ हो। टेस्टको हिसाबले नमक बेसी हाल्नु हुँदैन। अहिले ग्रेभीमा पनि हाल्नुपर्ने हुन्छ। यसमा चाहिँ मैले जिन्जर गार्लिकको पेस्ट हालेँ, अन्डा हालेँ है, र फुड कलर हालेर तिखालाल हालेर मैले मजाले यसलाई म्यारिनेट गर्दैछु। यो किमालाई चाहिँ, यो किमा चाहिँ 1/2 केजी हो है साथीहरू। फाइनली है मेरो भात चाहिँ मजाले पाकिसक्यो होइन। 2 सिटी मात्रै त्यसलाई। र मैले एउटा प्यानमा तेल बसाइरहेको छु है कोफ्ताको लागि। र मैले भात चाहिँ यति साह्रो दामी भएको चाहिँ फुरुरु परेको हो। त्यसरी मजाको लाग्छ। अब खाँदा चाहिँ झन् एकदमै अब टेस्टी हो। यसरी नै तपाईँले पनि बनाएर खानुहुन्छ होला हो। हाम्रो नाम चाहिँ चाम्रे भात भनेपछि फुरुकै छ, पल्किसकेको सब चाहिँ एकदमै। उसले चाहिँ खालि आएपछि चाम्रे भात गुन्द्रुकको अचारहरू भन्नुहुन्छ हो। एक दिन म तपाईँहरूलाई गुन्द्रुकको अचार पनि रेसिपी हाल्नेछु। यसरी मजाको भएको चाहिँ यहाँ चाहिँ हो हुन्छ। अब म चाहिँ तपाईँहरूलाई कोफ्ताको रेसिपी दिनेछु। र मैले यसरी कोफ्ताको रेसिपी यसरी काटेर चाहिँ मैले चिकन म्यारिनेट गरिसकेर प्यानमा तेल हालिसकेँ है। र मैले यसरी 2टा टमाटरलाई काटेको छु। मैले यो चाहिँ देखाइनँ। र मसला चाहिँ यसरी बनाएको छु। 2टा टमाटर र मैले रफली काटेको छु। प्याज टमाटर रफ टाइपमा काटेको छु किनभने छिटो छिटो यो ग्रेभीसँग। र यो अलिकति अदुवा र लसुनको पेस्ट पनि राखेको छु। र 2टा प्याज र 2टा टमाटर मात्रै काटेको छु हो। हुन्छ, म तपाईँहरूलाई देखाउँदै जानेछु साथीहरू। म चाहिँ अब है प्यानमा एउटा तेल हालेर खरिसक्यो है। र म चाहिँ अब बल हाल्न गइरहेको छु। अघि किमा बनाएको है बल कोफ्ता यसरी हाल्नुपर्ने हुन्छ। यसरी हाल्दाखेरि चाहिँ ग्यासको फ्लेम चाहिँ एकदम मिडियम बनाउनु पर्ने हुन्छ किनभने छिटो डढ्ने डर हुन्छ त, त्यो भएर हुन्छ यसरी हाल्दै जानुपर्ने हुन्छ। फाइनली साथीहरू मेरो चाहिँ है यो कोफ्ताको बल्स चाहिँ पाकिसक्यो। यतिको मजाको है रेड ओरेन्ज रेड भएको छ मजाको। र अब एउटा प्यानमा चाहिँ मैले तेल हालेको छु है। अब यसलाई तेल अलिक खरिनु दिएपछि यसमा चाहिँ म अब अघि अदुवा लसुनको पेस्ट बनाएको हाल्नेछु पहिला। यसरी है आफै भिडियो गर्नु पर्यो, त्यो भएर चाहिँ मलाई अलिक अप्ठ्यारो भयो साथीहरू। अलिक तेललाई पनि खानुपर्ने हुन्छ। र यसमा चाहिँ हरियो खोर्सानी अनि तपाईँहरूलाई अघि देखाइन काटेको है हरियो खोर्सानी यसरी हाल्नुपर्ने हुन्छ। फाइनली साथीहरू है अदुवा लसुन र खोर्सानी चाहिँ यतिको मजाले खरिसकेको छ। अब म यसमा अघि काटेर राखेको रफली काटेर राखेको थिएँ प्याज यसरी हाल्दैछु है। यसलाई पनि हल्का गोल्डन ब्राउन बनाउनु पर्ने हुन्छ मजाले। प्याज त मैले 2टा मिडियम साइजको लिएको है। ग्यासको फ्लेम चाहिँ अलिक हिट गरेर
मजाले पकाउनु पर्ने हुन्छ। अब यसलाई म गोल्डन ब्राउन भइन्जेल यसलाई म भुट्ने छु। साथीहरू है प्याज चाहिँ यतिको भइसक्यो है, यसरी मजाले ब्राउन कलरको है हल्का। अब यसमा चाहिँ म हाल्ने छु अघि काटेर राखेको टमाटर। अनि त्यसलाई चाहिँ यसरी मजाले चलाउने छु है। यसमा चाहिँ म पहिला के हाल्ने छु भने चाहिँ नमक हाल्ने छु, किनकि टमाटर छिटो पाक्छ नि त हो। अघि पनि हालेको छु मैले कोफ्तामा, टेस्ट अनुसार हाल्नुपर्ने हुन्छ, नभए फेरि चर्को हुन्छ। यो चाहिँ ग्रेभी हो। अनि टमाटरलाई चाहिँ अब यसरी चलाएर पाक्नु दिनुपर्ने हुन्छ। म अझै के हाल्छु तपाईँहरूलाई सो भन्दै जानेछु। साथीहरू तपाईँहरूलाई चाहिँ म अस्तिदेखिको के कुरा बताऊँ भनेर भन्दै थिएँ कि हेर्नुहोस् हामीले चाहिँ नि यहाँनिर धनियाँ कति वेस्ट भयो हो। के भयो भन्दाखेरि चाहिँ यहाँ चाहिँ बेसी गरम भएकोले गर्दाखेरि चाहिँ धनियाँ चाहिँ यहाँनिर चाहिँ किलो हिसाबमा पाउँछ होइन, ल्याउने राख्ने बिग्रिहाल्ने होइन। अन्त मैले चाहिँ के आइडिया लगाएँ भन्दा चाहिँ यो धनियाँलाई चाहिँ मजाले यसरी केलाएर होइन, केलाएर चाहिँ मजाले एउटा छन्नी मजाले धोएर यसको बालुहरू सबै फ्याँकेर चाहिँ एउटा छन्नीमा चाहिँ मजाले तार्नुपर्ने हुन्छ है। सुक्खा भएपछि यसरी प्लास्टिकमा हालेपछि चाहिँ हो, यो चाहिँ तपाईँले 15 दिनसम्म खान सक्नुहुन्छ। साथीहरू यो चाहिँ म तपाईँहरूलाई भन्नु खोजेको है। साथीहरू धनियाँ पनि हाल्नुपर्ने हुन्छ होइन, कस्तो गर्दै काटेको धनियाँ पनि हाल्नुपर्यो हो, किनकि धनियाँ चाहिँ एकदमै सबैमा यो धनियाँ चाहिँ यतिको मैले 5 दिन भयो धनियाँ लिएको है, फ्रेसको फ्रेस छ। म तपाईँहरूलाई बताइदिएको छु त्यसरी राख्नुपर्छ भनेर, बिग्रिँदैन। मजाले धुइदा पारेर त्यसरी राख्नुपर्ने हुन्छ फ्रिजमा, प्लास्टिकभित्र हालेर हुन्छ। साथीहरू फाइनली है टमाटर चाहिँ यतिको भएर मजाले पाकिसक्यो है। अब यसमा म हाल्ने छु जिरा पाउडर हो, अन्त धनियाँ पाउडर हाल्ने छु है 2 चम्ची। यसमा गरम मसला पनि हाल्ने छु 1 चम्ची हो। हर्दी यसमा चाहिँ कलरको लागि हाल्ने छु काश्मिरी लाल मिर्च पाउडर। यो चाहिँ पिरो हुँदैन। यसलाई चाहिँ यसरी मजाले चलाउनु पर्ने हुन्छ। एकछिन भुटेर पानी हाल्दै चलाउनु पर्ने हुन्छ है। म पानी हालेर मजाले चलाउने छु होइन। अब मेरोमा मसला पाक्नु दिनुपर्छ एकछिन हुन्छ। यो चाहिँ है फाइनली पाकिसक्यो र मैले यसमा पानी हालेँ है ग्रेभीको लागि। ग्रेभी चाहिँ यतिको भएको छ है, तपाईँलाई म देखाउने छु। र अलिकति यसमा पानी कम्ती भएको जस्तो लाग्यो र म हाल्ने छु, किनकि त्यो बलले फेरि चुस्छ पानी हो, त्यो भएर चाहिँ। किनकि अब चाहिँ यसमा अघि बनाएर राखेको नुडल्स हाल्ने छु। यसरी हालेर 3 मिनट या 2 मिनट जति मात्रै पकाउनु पर्ने हुन्छ, बेसी पकाउनु पर्दैन, किनकि यो चाहिँ अलरेडी पाकिसकेको छ है। साथीहरू फाइनली है मेरो कोफ्ता चाहिँ पाकिसक्यो है, मजाको भएको छ, ग्रेभी पनि मजाको है। अब टेस्ट चाहिँ आज मै गर्नेछु, किनभने मेरो हस्बेन्ड चाहिँ म्यामले फिस अर्डर गर्नुहुन्छ नि त, ड्राई फिस कि त्यो ल्याउनु जानुभएको छ गाडी लगेर। अब यसमा चाहिँ मजाले धनियाँ मजाले हाल्नुपर्ने हुन्छ, धनियाँ, किनकि धनियाँ चाहिँ एकदमै हाम्रो पनि फेभरेट हो, हजुरहरूको पनि फेभरेट हो। आज टेस्ट चाहिँ मै गर्नेछु हो। अब मेरो हस्बेन्ड चाहिँ जानुहुन्छ, किनकि फिस ड्राई फिस खाउँ लहनु भनेर भन्नुभयो होइन। म्यामहरूले चाहिँ जे खानुहुन्छ हामी पनि त्यही खान्छ, अलग्गै हाम्रो लागि अलग्गै, म्यामहरूको लागि अलग्गै चाहिँ पाक्दैन हो। उहाँहरूले जे खानुहुन्छ हामी पनि त्यही खान्छु, म्यामले चाहिँ हामीलाई अलग अलग गर्नु हुँदैन। थ्याङ्क यू सो मच। साथीहरू फाइनली है यो चाहिँ मजाले बनिसक्यो होइन। यो छेउछेउको चाहिँ सलाद हो है, मैले गाजर र बिटको बनाएको। र अब चाहिँ म यसलाई टेस्ट गर्नेछु कस्तो भएको रहेछ ल। हुन्छ, यो टेस्टको लागि चाहिँ आफू म सेल्फी स्टिक लिएर आफै गर्नेछु ल। हेर्नुहोस् साथीहरू, म टेस्ट गर्नु लागि कस्तो भयो, पहिला टेस्ट गर्नु पऱ्यो, तपाईँ दिनु पऱ्यो नि त हो। हुन्छ, अर्को मिठो के कसो भयो है, हेर्नुहोस् त। तातो रहेछ हो, एकदमै त्यस्तो तातो। दामी भयो, एकदम दामी टेस्टी भयो। थ्याङ्क यू सो मच वाचिङ फाइनल भिडियो हो। तपाईँले हेरेर कमेन्ट लाइक सेयर गरिदिनुहोस् ल। फेरि पनि म तपाईँहरूलाई नयाँ भिडियो ल्याउने छु।